18 वर्ष पुग्न पाएको छैन, हातमा पासपोर्ट बोकेर कुन देशको भिसा लगाउने हो, कुन देश जाने हो भनेर तम तयार हुन पर्ने यस्तो व्यवस्था। अनि अझ भएन भनेर आफूहरूको हरकत बाहिर सामाजिकमा पब्लिक हुन्छ भनेर सामाजिक सञ्जालै बन्द गरिदिने। भ्रष्टाचार 2046-47 भन्दा पछिका यो जति पनि यो सरकारमा गएछन् तिनीहरूको एक छानबिन हुने हो भने यिनीहरू सब जेल जान्छन् के। हामीहरू विदेशबाट यति मेहनत गरेर यस्तो गरेर आफ्नो देशको लागि आफ्नो परिवारको लागि भनेर रेमिट्यान्स गर्छौँ। हामीले जति रेमिट्यान्स गर्छौँ सब सरकार, हामी जस्ता युवाहरूले विदेशबाट रेमिट्यान्स रोक्ने हो भने हाम्रो इन्कम, हाम्रो नेपालको इन्कम के छ के? रेमिट्यान्सले धानेको देश होइन हाम्रो। अब खबरदार सरकार, यदि आज सेप्टेम्बर 8 तारिकबाट सुरु भएको जेनजीहरूको आन्दोलनलाई दबाउन खोजिस्, जति दबाउन खोज्छ सरकार झन् माथि, जति दबाउन खोज्छ उति माथि जान्छ, झन् माथि उक्लिनेवाला छ। त्यही भएर भ्रष्टाचारले चुर्लुममा डुबेको मेरो देश कठै स्वर्ग जस्तो यति राम्रो देशलाई यस्ता गुहरूले हाम्रो देशै बेइज्जत गर्ने भयो, अन्तर्राष्ट्रिय बेइज्जत गर्ने। यिनीहरूले त साह्रै अति गर्न लाग्यो के यार। हामी जति पनि विदेशमा छौँ सबले रेमिट्यान्स रोकिदिउँ, रेमिट्यान्स नपठाऊँ हामीले पनि। हाम्रै रेमिट्यान्सले होइन यिनीहरूको भुँडी भरेको। यिनीहरू त्यति माथिमा रुगा लागे पनि सिङ्गापुर जान्छन्। रुगा जस्तो सामान्य कुरा लागे पनि यिनीहरू सिङ्गापुर विदेश, ठुला विदेशमा विकसित देशहरूमा उपचार गर्न जान्छन्। अनि नागरिकले चाहिँ सिटामोल पनि पाएको छैन। कति विडम्बना छ। आफू नेपाली हो, नेपालमा बसेर नेपाली हो भन्न पनि अप्ठ्यारो लाग्ने भइसक्यो यिनीहरूको कारणले गर्दा। आजभन्दा 30-32 वर्ष पहिला मदन भण्डारीले भनेका थिए के, देशमा राजा हुनु र नहुनु त्यसले केही फरक पार्दैन। यदि राजा भए पनि राजा नभए पनि देशमा बेचिठी भ्रष्टाचारहरू मौलाइरह्यो भने त्यो राजा हुनु र नहुनुको केही फरक हुँदैन भनेर भनेको थिए। साँच्चै हो। एउटा राजा हामीले नेपाली जनताले फालेको राजा नेपाली जनताले तिमीहरूलाई फाल्न सक्दैनौ त? नेपाली जनताले सकिहाल्छ नि। नेपाली जनताले अब उहिले जस्तो छैन, ठुलो परिवर्तन चाहन्छन्। नेपाली जनता धेरै बाठो भइसकेछन्। अब चाहिँ यो अहिलेको यो टोटल सेटलाई चेन्ज गरियो भने केही हुन्छ के। अहिलेको यो सब उस्तै छ, सबै नेकपा एमाले माओवादी काङ्ग्रेस राप्रपा भने सब उस्तै हो। यो टोटल चेन्ज गर्नुपर्छ के। पहिला राजाको कारणले गर्दा देशमा विकास भएन, राजाले एक्लै करप्सन गर्यो भन्दै अहिले त यत्रो सबले राजनीतिक दलहरू सबले यस्तो करप्सन जताततै भ्रष्टाचार गर्नेहरू पुरा बाहिर छाँटी खोलेर हिँडेका छन्। अनि जो मान्छे कुनै गलत गरेको हुँदैन, कुनै त्यस्तो उमा धन्ना हुन्न, कुनै सोझो हुन्छ, त्यो मान्छे चाहिँ जेलमा बसी जेलमा सडेको गरिरहने यो व्यवस्था के यिनीहरूको कारणले गर्दा। त्यही भएर हामीले राजा ल्याउनु पर्छ भने होइन, राजा राम्रो छ पनि भने होइन, नराम्रो छ पनि भने होइन। किनकि राजा भनेको देशको माया गर्ने राजा भयो भने त्यो हुन्छ राजा। अहिले हामीले यही ज्ञानेन्द्र राजा ठिक छ, ज्ञानेन्द्र राजा फेरि फिर्ता ल्याउनु पर्छ पनि भन्दैनौँ हामीले। नेपाली जनताले राजा चाहेको पनि छैन। अहिले कुनै हालतमा राजा चाहिँ आउनुहुन्न मेरो भनाइ चाहिँ। हर क्षेत्रमा भ्रष्टाचार के अरे, म तपाईँहरूलाई भन्छु, हुन त यस्ता त नेपालमा त तलदेखि माथिसम्म भ्रष्टाचार त कति छ के अरे। म यहाँ दक्षिण कोरिया आउने बेला केसम्म गऱ्यो भने काठमाडौँको सिभिल हस्पिटलमा मेडिकल परेको थियो। हाम्रो कमिटेड कामदार आउनको लागि मेरो मेडिकल त्यो सिभिल हस्पिटलमा पारेको थियो। अनि त्यति बेला सिभिल हस्पिटलको त्यहाँको कर्मचारीहरूले समय बितिसकेको थियो। अनि तिनीहरूले चाहिँ के भन्थ्यो भने चाहिँ तपाईँ ढिलो भएको कारणले गर्दा 500 रुपियाँ दिनुहोस्, बाहिर नभन्नु होला, ढिलो भएको कारणले गर्दा 500 रुपियाँ दिनुहोस् अनि काम हुन्छ भने। अब म 500 रुपियाँ दिएर काठमाडौँ डाङ गरिरहन् भन्न त अब साथै त्यही साइड काम मिलाएर फर्किने भन्ने योजना बनाएँ। अनि 500 रुपियाँ दिन लागेन मलाई, होइन ठुलो कुरा लागेन, दिएँ। तर त्यो चाहिँ मैले किन भने चाहिँ यस्तो छ कि हाम्रो
सिस्टम छ तलदेखि माथिसम्म पुरै घुसखोरी भ्रष्टाचार विर्लप भएको छ नेपाल त। बङ्गलादेशमा शेख हसिनालाई त्यही जनताले 2/3 बहुमत दिएको हो, त्यही जनताको हातले भोट हालेर शेख हसिनाले 2/3 बहुमत दिएको हो। त्यही जनताले फेरि लखेटे, थाहा छ होला नि सरकार। मैले यो एमाले र काङ्ग्रेसको मात्रै सरकारले भन्न खोजे होइन, यो सब उस्तै छ। पछिल्लो चरणका सरकारहरू सबै उस्तै हो। सरकारले जति हो आफन्ती आफ्नो मान्छेले साला साली भेना दाई भाइ सब आफन्ती। कस्तो छ उसको यो नेपालका राजनीतिक दलहरूका छोराछोरीको भाउ हामीले देखेका छैनौँ, कस्ता छन् तिनीहरू। सब विदेशमा छन्, सब विदेशमा पढ्न गएछन्। उतै पछि बिस्तार उतै पिआर लिएर बस्ने। अनि यस्ता नेताहरूको देश माया गर्छन् त। हामी अब जाग्ने बेला भएको छ। अब